हिजो मलाई घन्टीको झोले भन्नेहरू मैले राजसभाको बारेमा आवाज उठाउँदा, राजसभाको बारेमा भिडियोहरू बनाउँदाखेरि तिमी घन्टीको झोले हो, तिमी घन्टे भनेर मलाई भन्ने साथीहरू, आज मलाई यति धेरै गर्व फिल लागेको छ कि तिमीहरूले मलाई घन्टी जे भने पनि कुनै प्रब्लम छैन के। म आज यति धेरै खुसी छु कि आफैलाई नि कति माथिको फिल गरिरहेको छु, मलाई त्यो थाहा छैन कि। तर आज बालेन र रविजीले शपथ खानुभएको देखेर चाहिँ म अब के बोल्दिनँ क्या। अनि कतिपय साथीहरूलाई, कतिपय मलाई यस्तो उस्तो भन्ने साथीहरूको मनमा चाहिँ ढुङ्गाले हानेको जस्तो फिल भइरहेको छ होला कि भूकम्प आएको फिल भइरहेको होला, त्यो त मलाई केही जान्दिनँ। बट तर म चाहिँ आफैले गर्व फिल गरिरहेको छ र थोरै गर्वको आँसुहरू पनि र मनैभित्र पनि खुसीले गदगद भएर थोरै आँसुहरू पनि पोखेको छ। अब हाम्रो प्रधानमन्त्री बालेन शाहजी पनि भइसक्नु भएको छ। अब चाहिँ तपाईँहरू माथि चाहिँ हाम्रो ठुलो धेरै आशा रहेको छ। त्यो आशालाई तपाईँहरूले निराशा हुन नदिनु होला। तपाईँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना छ।